सो हेलो गाइज, हामी फेरि पनि आज नयाँ भ्लगको साथमा आएको छौँ। अनि आज अब अघि एउटा भ्लग बनाउने भनेर सोचेको, तर यहाँ स्टुडियोमा चाहिँ मान्छेहरू बुझ्न आउनुभयो। अनि बुझ्न आउनु भइसकेपछि चाहिँ हामीले कन्टिन्यू गर्न पाएन। अनि नपाएपछि अब यसो क्लासको बारेमा केही कुरा गरौँ, देखाइदिउँ के हुँदो रहेछ, कस्तो हुँदो रहेछ हाम्रो क्लासमा भनेर देखाउँ भनेर चाहिँ यो खास भ्लग रेकर्ड गरेको हो। हामीले चाहिँ खास गेम खेल्ने कि भनेर सोचेको, मान्छे आउँदा आउँदै अब गेम भएन। गेम चाहिँ हामी भोलि हालौँला है त। सो अहिले चाहिँ 5 बजेको छ, 5:30 भयो अहिले चाहिँ। अनि हाम्रो एउटा क्लास भइरहेको छ। सो यो चाहिँ 5 to 6 को क्लास हो। आज धेरै बच्चाहरू एब्सेन्ट भएछ, मौसमले गर्दा होला सायद। अनि उहाँ क्लास लिइराख्नु भएको छ। अलिकति मौसम राम्रो छ, जताततै कालो कालो छ यार। सो यो चाहिँ चापागाउँबाट भित्र आउने बाटो भयो। यो चाहिँ कुकुरले हान्छ क्या, चापागाउँबाट आउने बाटो भयो है। यहाँबाट चाहिँ सिधा गइसकेपछि यतापट्टि हाम्रो वज्रबाराई जाने बाटो छ। अनि वज्रबाराई नपुग्दै यो एउटा यहाँ कफी टी स्टेसन भन्ने छ, त्यसको बिल्डिङमा चाहिँ हाम्रो डान्स क्लास छ। सो तपाईँहरू पनि यदि चापागाउँतिरबाट हेर्दै हुनुहुन्छ भने, डान्स क्लासको लागि बुझ्न आउनु खोज्नुहुन्छ भने चाहिँ लोकेसन हामीले दिएको छौँ, आउन सक्नुहुन्छ है त। यतानिर जिम पनि छ क्यारे एउटा। यहाँबाट आउँदाखेरि तपाईँहरू लेफ्ट साइड हेर्दै हेर्दै आउनु, वामी फिटनेस भन्ने जिम छ, त्यसकै सँगैको ठुलो बिल्डिङ हो है। सो यो चाहिँ 5 to 6 को क्लास हो गाइज। आज बच्चाहरू टम्मै एब्सेन्ट भएछ, चुनावले गरेर होला सायद। सो उसले आजको न्यू एडमिसन हो, न्यू एडमिसनबाट अलिकति नर्भस छ। बच्चाहरू त्यस्तै हो, रोइदिने खालको रोइदिन्छन् कतिपय त है, गाह्रो हुन्छ सिकाउनलाई। अनि अलिकति गुमसुम भएर बस्ने रहेछ भन्ने कुरो थाहा भयो। अब एकचोटि फ्रेन्डसिप भइसकेपछि अनि राम्रोसँगै हुन्छ। सो यही हो, 5 बजेको क्लास चाहिँ यस्तै हुन्छ। अब 6 बजेको क्लास एउटा अनि 7 बजेको एउटा क्लास छ। हाम्रोमा चाहिँ यस्तो छ है, 4 to 5 चाहिँ 30 वर्षभन्दा माथिको हाम्रो दिदीहरू एन्टीहरू छ होइन, अङ्कलहरू। 5 to 6 चाहिँ अन्डर 12 भयो। 6 to 7 चाहिँ 13 वर्षदेखि 29 वर्षसम्मको भयो। अनि 7 to 8 फेरि 30 वर्ष कटिसकेकोहरू भयो। अनि बिहान चाहिँ हाम्रो प्रायः जस्तो सबै पर्सनल क्लासहरू मात्रै छन्, जुम्बा पर्सनल क्लास। अनि सानसानो बच्चाहरूको पनि छ 7 to 8। अन्डर 12 को बिहान 7 to 8 पनि छ। अब यो क्लास सकेपछि तपाईँहरूलाई 6 to 7 को क्लास देखाउँला है त। सो गाइस, मेरो चाहिँ क्लास सकेर म चाहिँ फुटी हालेको अब चाहिँ उसको क्लास हुँदैछ। मेरो चाहिँ एउटा मात्र क्लास छ, सबजना चुनाव लागिरहेको छ मेरो क्लासको मान्छेहरूलाई, ठुलो दिदीहरूलाई। ल अब हामी फाइनल क्वेसन यसमा हुन्छ 7 8 भइसक्यो है। अब यहाँबाट हाम्रो आज राइट लेग हुन्छ नि, राइट लेगले चाहिँ हामी यहाँबाट फ्रन्ट क्रस गर्छौँ, त्यसपछि लेफ्ट लेगलाई हामी फ्रन्ट क्रस गर्छौँ, फेरि राइट लेगलाई हामी फ्रन्ट ल्याउँछौँ, लेफ्ट लेगलाई हामी साइड ल्याउँछौँ। बुझ्यो हो? तपाईले बुझ्यो? यस्तो भइरहेको छ।
अस्तिको चाहिँ प्योर हिपहप थियो अनि यो चाहिँ हाम्रो चाहिँ वेट लस र नर्मल डान्स गर्छ 7 to क्लास सक्यो हेलमेट खोलेको कपाल मात्र भएछौँ हामी खाजा खाएर त्यही हो अब के भन्नु अब हामी यति भन्दै क्लोज गर्न चाहन्छौँ यसरी गयो आजको हाम्रो दिन चाहिँ यसरी बित्यो गाइज होइन हामी भोलि अर्को ब्लग बनाउँछौँ कस्तो लाग्यो तपाईँहरूलाई मन पऱ्यो मलाई कमेन्ट सेयर सब्सक्राइब Okay guys, PC